ल अब साथीहरू यो हामी चाहिँ कान्छी चोक आइपुग्यौँ है इटरी नागेर। अब यो कान्छी चोकदेखि सिधा उकालो आज चाहिँ भने हामी जाँदैछौँ हाम्रो 25 एनिभर्सरी मनाउनको लागि। श्रीमान र म मात्र है बुढाबुढी दुईजना छौँ। यो बाटो चाहिँ नछोडिकन जाने भने कालो बन्जर पुगिन्छ। कालो बन्जरदेखि अझै पर हामी जाँदैछौँ। यो बाटो चाहिँ सरर जाँदा चाहिँ मेरो ठुलो मम्मीको घर पनि पुगिन्छ होइन। अब मेरो मम्मीको दिदीको घर मेरो नाइता घर भन्दा पनि भयो। यो बाटोले ठ्याक्कै पुग्छ है। अब हामी जाँदैछौँ। अब अहिले एकछिनमा तपाईँहरूलाई म देखाउँछु है। यो बाटो नछोडिकन जानुपर्छ है। एभ्रिवान आज चाहिँ भने हामी लाग्दैछौँ 25 एनिभर्सरी मनाउनको लागि है। कहाँनिर मनाउने के गर्ने भन्ने कुरा त भरे भिडियोमा देखिहाल्नुहुन्छ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। अब हामी अगाडि बढ्दैछौँ ल। यो चाहिँ कालो बन्जर हामी आइपुग्यौँ। सुनसरी कालो बन्जर। अब कालो बन्जरदेखि हामी अगाडि बढ्दैछौँ है। फेरि अब यहाँ सोधेर फेरि अगाडि मर्यो है। अहिलेको अलिकति चलेकै ठाउँ रहेछ कि त्यो ठाउँ चकरघटी बाङ्गे बजारको अलिकति मासतिर कहाँ त्यही छेउमा छ होइन। यो आयो नि शालिग। अब यहाँनिर हेर्नुपर्छ चन्द्रगढी चतारा भनेर चतारातर्फ लाग्नुपर्ने। चतारातर्फ लाग्नुपर्ने भयो। यो आयो चन्द्रगढी चक्करघटी पो रहेछ ला। सप्तकोशी चतारा यो त माथि चाहिँ होला होइन। बोराबन यो त माथि चाहिँ होला होइन। यहाँबाट पनि जान्छ। हजुर हजुर। ए यसलाई चाहिँ के चोक भन्छ? यो बाटो दाहिने जानु के अनि ठुलो ग्राभेल आएको उतादेखि आएको बाटो भेट्छ। ए हुन्छ हस् हस्। ल यता चाहिँ मेरो साथी भीमको पनि यतै हो घर। तर हामी कस्तो आज कहिले कहाँ आइन्छ त्यो भएर पनि होला। यहाँबाट चाहिँ उकालो भन्नुभयो जस्तो लाग्यो। अब हामी जान्छौँ यहाँबाट उकालो। यो स्कुटी पनि त्यतै जाँदैछ। यो रोड जाँदाखेरि कहाँसम्म पुगिँदो रहेछ है त। भिडियो अलिकति लामो हुन्छ होला। म अलिक छोटो बोराबन अरे बोराबन जाने कतिवटा दुलो छ अरे बुढा। दुलो छ अरे मेरो बुढाले भन्नुभएको। जे हराउनु चाहिँ हराइँदैन रहेछ। यो बाटो सिधै लाग्नु भनेको छ है। यता रहेछ बुढा यता रहेछ पर उहाँ हेर्नु न मान्छेहरू यता रहेछ त्यो बिचरा सफारीवाला भाइलाई पनि पिर परेछ। रामधुनी महोत्सव परे ल है। हाम्रो गन्तव्यमा पुग्नै लाग्यौँ है। अब लाग्यौँ है। हामीले जम्मा कति ठाउँ सोध्यौँ हौ। ल हामी पुग्नै लाग्यो। मान्छेहरू चाहिँ यहाँनिर अलिअलि आउन थालेको देखिन्छ। बाइकको चापहरू देख्दाखेरि चाहिँ यहाँ
20 यहाँनिर राख्न त त्यही त होला नि होइन भिड चाहिँ अलिअलि भिड हुन थालेको रहेछ है मान्छेहरू सफारीहरू यता त्यता अलिअलि भिड चाहिँ हुन थालेको रहेछ है अब हामी चाहिँ यता लाग्छौँ अहिले भ्याइयो भने चाहिँ त्यसमा चढ्ने होइन बुढो ओह्रालो लाग्दो रहेछ फाइनली हामी चाहिँ यहाँ आइपुगिसक्यौँ ट्याक्कै 3 बजे छ हौ 3 बजे चाहिँ हामी लगभग 15 मिनट अगाडि आइपुग्नु होला अहिले चाहिँ 3 बजे छ हल्का हल्का यो माई मेला जस्तो खालको टाइपको मलाई चाहिँ भाइब्स आयो है जस्तो यो भर्खरदेखि लाग्नु सुरु भएको हो यो ठाउँ यहाँ के पाइँदो रहेछ ऊ त्यहाँनिर तल रहेछ त्यही रहेछ यो मैले बुझ्दा भर्खरदेखि त्यत्रो धेरै व्यवस्थित छैन त चढ्ने अहिले त्यहाँ सामानको संरक्षण कहिले गर्ने हो अहिले चाहिँ यस्तो रहेछ यो मलाई लाग्दैछ भर्खरदेखि यो चाहिँ सुरु हुनु थालेको जस्तो लाग्यो है यसो कुरा बुझ्दाखेरि त्यो चढ्नु मन लागेछ त्यो चढ्नुमै बुढो त्यो चढ्नु मन लागेछ त्यो चढ्नुमै कति तल क्या त्यो थुम्का त किन नचढ्नुपर्छ भर्खर यो गर्न सुरु गरेको रहेछ अहिलेसम्म त्यस्तो व्यवस्थित चाहिँ केही पनि रहेन रहेछ होइन
यो भर्खर भर्खर सुरु गर्दै रहेछ। भर्खर ठाउँहरू चाहिँ ऊ त्यो चढेको एकछिन न अहिले यो पनि चढ्नु पर्यो। यो अहिले घर गएर चाहिँ हप्ता लाउँछ कि खाजा खाम भन्दा पनि तिर्दैन अनि अझ ढिलो गर्छ। ल अब मसिनो भिडियोहरू बनाउँदै हाल्छु है। मेरो बर्थडे आज ए ल ल ल ल ल फाइनली मेरो केक त यस्तो भइसकेछ। सबै के भएछ है बुढो? केही भन्नु छ हजुरको त्यहाँनिर लगाउनुहोस् त कानमा। आज चाहिँ भने हामी चतारामा आएको छौँ हाम्रो 25 एनिभर्सरी मनाउनको लागि। श्रीमानज्यूलाई केही भन्नु छ आज स्पेसली के हो ल भन्नुहोस् त। आज हाम्रो चाहिँ अब 25औं वसन्त चाहिँ हाम्रो एनिभर्सरी 25औं वसन्त पार गरियो। आजसम्म दुःख सुख जिन्दगी चाहिँ यहाँसम्म हामीले डोर्याएर ल्याउनु चाहिँ सबैजनाको चाहिँ ठुलो भूमिका रहेको छ होइन। विशेष मेरो श्रीमतीलाई पनि धन्यवाद दिन चाहन्छु है। यस्तै छ अहिले चाहिँ हामी यहाँनिर सप्तमीमा चाहिँ हामी यसो 9बाट चाहिँ यसो हल्का रमाइलो गर्दै यसो सेलिब्रेट गर्दैछौँ होइन। त्यस्तै हो तपाईँहरू पनि श्रीमान श्रीमतीहरू होइन चाहिँ कहिलेकाहीँ यसरी चाहिँ आफ्नो एनिभर्सरीहरू मनाउनुहोस् होइन। श्रीमतीप्रति चाहिँ आफू ह्याप्पी रहनुहोस् होइन। त्यो नै हो जिन्दगी। बाँकी जिन्दगी भन्ने कुरा त कसले के गर्छ कसले कसो गर्छ त्यो दुनियाँ दुनियाँसँग नजानुहोस्। आफ्नो श्रीमती भनेको आफ्नो श्रीमती हो होइन। त्यही कारणले गर्दा आज चाहिँ हामी यसो रमाइलोको लागि आएको छ है त। ल मेरो बुढी लभ यु ह्याप्पी एनिभर्सरी है। ल बुढो मेरो केक बोकेर देखाउनुहोस् त। आज हामी चाहिँ यो एउटा लामो दूरीको डिस्टेन्स भएको कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ केक पनि सानो केक ल्याएर चाहिँ यसो यो चाहिँ एउटा यसो पर्स मात्रै निभाएको हो होइन। हामी यो खाँदैनौँ पनि केकहरू खासै हामी खाँदैनौँ होइन। तर पनि अब एनिभर्सरीमा के खाली उ गर्नु भनेर चाहिँ अब यसो गरेको मात्रै है त। ल बुढो ऊ त्यहाँनिर रहेछ। ए खै थ नि यो बाल्नु पर्यो नि त पहिला क्यान्डल यहाँ बोकेको छु। ला मैले यहाँ गानु न। मैले चाहिँ तिमीलाई भिडियो गर्नुपर्छ नि हो। अनि हल्लाउ न हल्लाउ। ह्याप्पी एनिभर्सरी ह्याप्पी। ल फाइनली अब हामीले केक पनि काटिसक्यौँ। ह्याप्पी चाहिँ एकदमै ह्याप्पी भयो। तर अब सबै कुराको घरमा गरे जस्तो चाहिँ एकदमै पर्फेक्ट तरिकाले चाहिँ भएन र पनि अब सकेसम्म गरिरहेको छौँ है बुढो। र हाम्रो अब 25औं वर्ष पार भएर 26मा लाग्यो। ल अब चाहिँ भने कस्तो खतरा चल्दो रहेछ त्यो त उयोबाट रहेछ नि त ज्यान्टर केबाट हो त्यो केही तेलहरूबाट होला। एकदमै खतरा चल्दो रहेछ त्यो चाहिँ। ल अघि चाहिँ मलाई फेरि चित्त बुझेन नि त पारी जानु मन लाग्यो। यहाँ मेरो छोरीकै उमेरकोहरू रहेछ नानीहरू। अनि नानीहरूलाई चाहिँ मैले बोकेर हिँड्नु पनि कहाँसम्म है दिएँ। अनि उनीहरूले खाँदैछ थ्याङ्क यू आन्टी एनिभर्सरी भनेर नानीहरूले भन्दैछ होइन।
यस्तो छ नि बुढो यता हेर्नु त दुईजनाले बाँडेर खाँदैछ अनि मलाई के भन्दैछ आन्टी एनिभर्सरी भन्दैछ मेरो एनिभर्सरीको केक चाहिँ ठ्याक्कै मेरो छोराछोरी मेरो लगभग जेसँग मेरोहरू होला खाँदैछ तान्छ त फाइनली हामी त कति धेरैजना हो भयौँ त हो है सबैजनाले हाई गरिदिनु न आया कति धेरैजना भयौँ हौ हामी त है खुसी लाग्यो यता हेर्नुहोस् त बुढो केही भन्नु छ ठिक छ एकदम हो नदीमा आएपछि हामी के गर्नेछौँ अनि हामी ठुलो चौकीमा जाँदैछौँ हामी फेरि यो ठुलो नाउँमा चढ्दैछौँ ल फाइनली यो पनि यता हेर्नुहोस् श्रीमानजी हामीले चाहिँ एकै खालको चुज गऱ्यौँ होइन सेफ्टी होइन हामी चाहिँ एकदम सेफ्टीसँगले चाहिँ जान लागेको छौँ धेरैजना छौँ है भयो गफ मात्रै रहेछ मात्रै रहेछ कि म 3टामा चढिसकेँ खोल्दिन थाल्नु भयो ल हामी चाहिँ फाइनली अब निक्ल्यौँ फाइनली अब चाहिँ बेलुका बेलुका हुन थाल्यो है फाइनली अब चाहिँ बेलुका भयो ल बाई साथीहरू अब चाहिँ हामी घरतिर लाग्छौँ बुढो केही भन्नु छ आजको लागि चाहिँ हाम्रो कार्यक्रमहरू समाप्त गर्दै लागिँदैछ अब हाम्रो जीवन अझै गाढा हुन्छ एकदम सुपर डुपर हुन्छ नि त ल अब चाहिँ फाइनली हामी लाग्यौँ बाई साथीहरू